नमस्कार, म महेश भण्डारी। युवाको सोचका कुरा, युवाको भविष्यका कुरा, युवाको जोश, उनीहरूको सङ्घर्ष र वर्तमान सामाजिक परिवेशमा उनीहरूकै धारणा। यो सरकार आफैमा एकदम बलियो सरकार पनि हो, किनकि विद्रोहपछि आयो। यो सरकार आफै फेरि कमजोर सरकार पनि हो कि यसलाई थेक्दिने कुनै सङ्गठन छैन, पार्टी छैन। हाम्रो बिल्कुलै नयाँ सो, नयाँ पुस्ता के चाहन्छमा तपाईँलाई स्वागत छ। युवाको आवाज, युवाको चाहना। इन्जोय दिस एपिसोड। ओहो सरोजी नमस्कार। नमस्ते दाइ। ल थ्याङ्क्स फर कमिङ है। थ्याङ्क यू दाइ। अनि काठमाडौँको बसाइ कस्तो भएको छ? ठिकठाक छ दाइ। मुभमेन्ट भर्खरै भइहाल्यो, मुभमेन्ट पछि नर्मलाइज भएको छ सब कुरा है। तपाईँको र मेरो त भेट नभएको थुप्रै भएछ। देशमा नयाँ प्रधानमन्त्री हो होइन, नयाँ सरकार, नागरिक सरकार। यो नागरिक सरकार सुरु भइसकेपछिको पहिलो भेट हो, आन्दोलन पछाडिको पहिलो भेट हो। आज हामी जाँदैछौँ तारेभिरमा। तारेभिर भन्ने बित्तिकै के सम्झनुहुन्छ? हाम्रो त्यही 3 वर्ष अगाडि हामी गएको थियौँ, तपाईँलाई याद छ नि? हामी भनेपछि के अब्दुस मियासँग गएको। हामी चार भाइ गएको थियौँ। त्यो बेलाको पृष्ठभूमि के थियो? त्यो बेला सायद वैकल्पिक राजनीतिमा केही उथलपुथल भएको थियो, वैचारिक अलिकति गजाङगुजुङ भएको थियो। त्यही बेला गएको थियौँ। सुखद खबर थिएन। तर अहिले वैकल्पिक राजनीतिको एक किसिमको सुखद माहौलमा फेरि भेट भएको छ। अलिकति राम्रो ग्राउन्ड बनेको बेलामा चुनावको अलि अगाडि भेट भएको छ। अहिले अलि राम्रो छ। अहिले बिहानीमा भेट भइरहेछ। त्यो ग्राउन्डलाई सम्झँदै यो ग्राउन्डको बारेमा नि कुरा गर्छौँ। अब हामी हाइकिङ सँगै गर्छौँ अनि बाटोमा बसौँला, रोक्यौँला, कुराकानी गरौँला। थ्याङ्क्स फर कमिङ है। हुन्छ दाइ, एकदम मजाले। अब सँगै जाने छ। अब हामी कुराकानी सुरु गरौँ है त सरोजी। हजुर। उक्लँदै पनि जाउँ होइन, उक्लँदै हिँड्दै रोकिँदै कुराकानी गर्दै जाउँ। अहिलेको सरकार कस्तो लागिरहेछ? अब यो सरकार चाहिँ एकदम ठुलो विद्रोहपछि बन्यो होइन। तर हरेक मान्छेको हरेक खालका फरक एक्सपेक्टेसनहरू छन् र सरकारको सीमाहरू छ कि यो सरकार आफैमा एकदम बलियो सरकार पनि हो, किनकि विद्रोहपछि आयो। यो सरकार आफै फेरि कमजोर सरकार पनि हो कि यसलाई थेक्दिने कुनै सङ्गठन छैन, पार्टी छैन। त्यही भएर अहिले सरकारले जे गरिरहेछ अलिकति देखिने गरी भ्रष्टाचारलाई कारवाही गर्ने काम एउटा, र दोस्रो यो प्रतिवेदन आइसके पछाडि दोषीहरूलाई चाहिँ कारवाही गर्ने र चुनाव गर्ने, यो 3टा कामहरू चाहिँ अगाडि गयो भने त्यो चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। र यो सरकारलाई कसैले के भन्न सकिरहेन भने भ्रष्टाचार गर्छ भन्ने कुरा चाहिँ भन्न सकेको छैन, किनभने सरकार बनाउँदा जो मान्छेहरू सरकारमा सामेल छन् उनीहरूको छवि त्यस्तो छैन। र त्यही नै सबभन्दा स्ट्रङ पोइन्ट हो जस्तो लाग्छ कि तपाईँले अहिलेको प्रधानमन्त्रीको विगत हेर्नुभयो भने, अहिलेको अर्थमन्त्रीको विगत हेर्नुभयो भने उहाँहरूको ट्र्याक रेकर्ड राम्रो छ। अहिले सरकारमा भएका धेरै मान्छेहरूको ट्र्याक रेकर्ड राम्रो छ, कतिपयको पर्फर्मेन्स पनि राम्रो छ। त्यही भएर चाहिँ अब मलाई चाहिँ यो सरकारको मान्छेहरूले एक्सपेक्टेसन धेरै गर्छन्, तर यो सरकारको सीमा छ नि त। चुनावी सरकार हो, यसले धेरै कामहरू 6 महिनामै गर्न सक्दैन, धेरै ठुल्ठुला कानुनहरू चेन्ज गर्न सक्दैन। अहिलेको सरकारले चाहिँ भयरहित वातावरणमा सबैले एक्सेप्ट भन्दा नि सबै सामेल हुन सक्ने चुनाव गर्ने र अब प्रधानमन्त्री धेरै पटक भनिरहेको छ नि, म युवालाई सत्ता हस्तान्तरण गर्न चाहन्छु। जेनजीकै युवाहरू सरकारको विरोधमा देखे नि भर्खरै त हो, किनभने त्यसको चाहिँ अब कतिपय त जेनजीको मास्क लगाएर अनेक खालको मान्छेहरूले आफ्नो एक्सपेक्टेसनहरू राख्ने, जस्तो राजावादी एउटा समूह छ जसलाई चाहिँ अब यो संविधानै भत्केको भए उनीहरू खुसी हुन्थे, भत्केन, उनीहरू त्यसको अगेन्स्टमा छन्। र कतिपय फेरि जेनजीहरूको कन्सर्न नि सरकारले एकदमै फास्ट डेलिभरी गरिहालोस् भन्दाखेरि यो सरकारको सीमा नबुझेर पनि यो खालको प्रब्लम भएको छ। र कतिपय चाहिँ फेरि कस्तो छ भने अब त्यो सरकारका स्वाभाविक प्रशासनिक इकाइहरूले गर्ने कामले गर्दा पनि त्यो हुन्छ नि, यो त हामीले त माथिको मात्र सरकार बदलेको, मन्त्रीहरू प्रधानमन्त्रीहरू मात्र बदलेको, तर सबै कल्चर त बदलेको छैन। यसले गर्दा चाहिँ त्यो अलिकति सरकार अलिअलि आलोचित भएको गरेको चाहिँ हो। फेरि यतिको क्वेसन चाहिँ उठ्नुपर्छ, फेरि क्वेसन अलिअलि नै उठेन भने त्यो सत्ता चाहिँ फेरि सत्ताको नेचरै त्यो के हुन्छ, भ्रष्टाचारमा डुबेकाहरूलाई, भ्रष्टाचारसँग कनेक्ट भएकाहरूलाई नसमात्दाखेरि कहीँ कतै डाइरेक्टली इन्डाइरेक्टली विभिन्न गेम वा रोल प्ले गरेर केपी ओली, शेरबहादुर देउवाले बनाएको प्रधानमन्त्री वा बनाएको सरकार भन्ने ठाउँ पनि त रह्यो नि। त्यो चाहिँ अब यसको 2टा कुरा हो। जस्तो हामीसँग भएको निकाय अख्तियार हो,
अख्तियारभन्दा माथि कुनै अर्को आयोग बनायो भने फेरि त्यो शाही आयोग जस्तो हुन्छ, भोलि अदालतले खारेज गरिदिन सक्छ। र हामीसँग जुन संरचना छ त्यो भित्रबाट कारबाही गर्दा मैले जस्तो केही दिन अगाडि एउटा यो एयरपोर्टको पोखराकै एयरपोर्टको पनि त्यो करप्सनको काण्ड छ, त्यसको सबभन्दा ठुलो माफिया समातिएको छ। यसो अझ बढ्दै जान्छ जस्तो लाग्छ यसमा, र सरकार चाहिँ उसले आफ्नै भ्याएसम्म चाहिँ यसमा काम गरिरहेको छ। तपाईँले भने जस्तो स्वाट्टै पर्फर्म चाहिँ मान्छेहरू झ्याप नसमातिँदा चाहिँ कतै चाहिँ त्यही आशंका पनि मान्छेहरूलाई हुनु चाहिँ स्वाभाविक हो। त्यो भएर हामीले चाहिँ प्रश्न चाहिँ उठाइरहनुपर्छ, किन हामी त्यति धेरै सत्तावादी पनि सरकारवादी हुनु हुँदैन। हामीले प्रश्न उठाइरह्यो भने सरकारलाई नि त्यो झकझकाउने काम गर्नुपर्छ। खराब प्रश्नहरूले चाहिँ चिप्ला प्रशंसाभन्दा खराब प्रश्नहरूले चाहिँ सरकारले ठिक ठाउँमा ल्याउँछन् भन्ने त स्वाभाविक हो। हुन्छ, अब हामी अगाडि बढौँ, अब बाँकी कुरा उही माथि पुगेर कुराकानी गरौँला। त्यसपछि खाना खानु छँदैछ, त्यसपछि बाँकी अझै रहेका कुराहरू चाहिँ फर्कँदै गर्दाखेरि जोडौँला है। हस्। डेढ घन्टा हिँड्यो होइन त? हिँड्यो दाइ उकालो। अल्टिमेटली चौरमा आइयो। चौरमा आइयो। पहिला आउँदा र अहिले आउँदाको यो चौरमा फरक भनेको घोडा छैन। घोडा छैन। हुन्छ, अब एकछिन बसौँ अनि केही कुराकानीलाई जोडौँला, त्यसपछि खाना पनि खाउँला होइन, त्यो गरौँला। अनि कति घन्टा हिँड्यौँ हामी, ल भन्नुहोस् त? लगभग हामी 1.5 घन्टा हिँड्यो। 1.5 घन्टा हिँड्यो। रमाइलो भयो। हामी गएको पटक आउँदाखेरिको मौसम र यो पटक आउँदाको मौसम फरक छ, अलि फरक, चिसो छ। चिसो थियो। हामी हिँडाइ मजा चिसोमा आउँदो रहेछ। हो चिसो। अनि बिचमा थुप्रै विषयहरूमा हामीले इन्फर्मल कुराकानी पनि गऱ्यौँ होइन, अफलाइनमा। अब के छ यो जेनजी रिभोल्युसन पछिको पोलिटिकल सिनारियोलाई कसरी हेर्नु भएको छ? खास जेनजी आन्दोलनले चाहिँ सबभन्दा राम्रो काम चाहिँ के गर्यो भन्दाखेरि भत्काइदियो सबैको पार्टी सत्ताहरू चाहिँ, अथवा पार्टी सत्ताहरूलाई सङ्कटमा पार्यो भनौँ न। अब त्यो गर्दाखेरि चाहिँ यसले नयाँ पनि निर्माण गरिरहेछ। अरू पुरानो पार्टीभित्र पनि नयाँ खालको बनाउनुपर्छ भन्ने खालको बहस, जहाँ कि त्यो अलि अल्पमतमा छ। तर नयाँतिर चाहिँ सबै नयाँहरू एक भएर आउनुपर्छ, किनभने यो आन्दोलन पछाडि पनि फेरि पुरानो पार्टीहरू फर्किनुहुन्न भन्ने खालको जुन पब्लिक प्रेसर छ, यसले चाहिँ यो चुनाव पछाडि चाहिँ केही न केही मान्छेहरू जस्तो हामीले 79को काठमाडौँको महानगरको चुनाव पछाडि जसरी काठमाडौँ महानगर थोरै बदलेको देख्यौँ, संसदमा रासोपा पुगे पछाडि जो बदलेको देख्यौँ, त्यो चाहिँ 84 पछाडि चाहिँ अलिकति इम्प्याक्टफुल हुने, यो 82को चुनाव पछाडि अलि इम्प्याक्टफुल हुने त्यो चाहिँ देखिरहेछ। त्यतापट्टि नै गइरहेछ जस्तो लाग्छ सिनारियो। अब जेनजीको लिडर चाहिँ को, जस्तो कि 46 सालपछि गणेशमान सिंहको नेतृत्वमा एउटा आन्दोलन भयो, त्यो सफल भयो। त्यसपछि जनताले त्यो आन्दोलनमा सहभागीहरूलाई नै चुनेर त्यसपछि दलहरू स्थापित हुँदै गए, नेताहरू स्थापित हुँदै गए। अहिले हेर्दाखेरि अब यसले स्थापित गर्न खोजेको समूह वा शक्ति वा त्यो लिडरसिप त्यति मुखरित वा अलिकति प्रष्ट रूपमा भ्यालिड भएर नआएको देखिन्छ। यो अलिकति क्योटिक भएन? अहिले जस्तो यो आन्दोलनको विशेषता नै के हो भने यो चाहिँ फेसलेस मुभमेन्ट थियो अथवा यस लिडरलेस मुभमेन्ट थियो। सुरुमा कुनै जस्तो अघिल्लो आन्दोलनहरू चाहिँ दलहरूले आह्वान गरेर उनीहरू सङ्गठित हिसाबले आउँथे, यो पटक एजेन्डाले आए मान्छेहरू चाहिँ, र यसमा चाहिँ मुख्यतः जेनजी पुस्ता भयो। र यो एजेन्डालाई नजिकबाट सहयोग गर्ने विभिन्न पात्रहरू छन्, जस्तो सेलिब्रिटीहरू होला, अनि काठमाडौँको मेयर होला, राष्ट्रिय स्वतन्त्र पार्टी होला, अन्य पार्टीभित्रका पनि जो मान्छेहरूले अघिल्लो सरकारले गरेको कुशासनको अगेन्स्टमा थिए, त्यो आधारको एउटा कलेक्टिभ मुभमेन्ट हो यो। र यसको फेस अहिले अब यस कतिपय सन्दर्भमा हामीले विभिन्न नामहरू सुन्छौँ, तर त्योभन्दा पनि यो चाहिँ अबको आन्दोलनको जे परिणाम देखिन्छ त्यसको प्रतिनिधित्व संसदमा जो हुन्छ त्यो चाहिँ युवा पङ्क्ति नै हुन्छ जस्तो लाग्छ मलाई। केही नभए पनि तपाईँ 30 वर्ष मुनिको 20 जना 30 जना 35 जना सांसदहरू जो हुन्छन् त्यो चाहिँ रियल यो आन्दोलनले भ्यालिडेट गरेर लिडर हुन्छ। यो चाहिँ फर्स्ट टाइम इन नेपाल हिस्ट्री हो
जो चाहिँ फेसलेस रेभोल्युसन भयो, एकदमै हो, सफल भयो होइन? त्यो आन्दोलनले दिनुपर्ने धक्का दियो होइन, त्यसका परिणामहरू वा नतिजाहरू अझै सफल बनाउनको निम्ति गर्नुपर्ने प्रयास त बाँकी नै छ। तर त्यो एकदमै सर्ट टाइममा फेसलेस एउटा रेभोल्युसन जुन फर्स्ट टाइम इन द हिस्ट्री भयो। त्यसपछि त कुनै फेस त आउनु पर्यो नि त, फेरि लिडर त एस्टाब्लिश हुन्छ नि। यस्तो हो, अहिले जस्तो पोलिटिकल्ली 2-3 जना अलिकति लिडरसिपमा देखिनु भएको छ हो, उहाँहरूले त्यो अलिकति जिम्मा लिएर पनि आउनु भएको, जस्तो रक्षा बम्मै भन्यो, सुदन गुरुङ, मिराज ढुङ्गानादेखि धेरै नामहरू आउँछ। सो फेसलेस लिडरको एउटा फेसलेस मुभमेन्टको एउटा मजा पनि त्यही हो कि जो त्यस पछाडि कन्टिन्युटी त्यो मुभमेन्टलाई अगाडि बढाउँछ, उनी लिडर भएर संसदसम्म आइपुग्ने खालको अवस्था बन्छ। अहिलेलाई आई थिङ्क चुनावमा गएर चुनावमा फेरि जेन्जीहरूको काम सकिसकेका छैन, चुनाव लड्ने मात्रै होइन नि त, मतदाताहरूलाई तपाईँको तलसम्म जाने, एडुकेट गर्ने। हामीले मिडियामा धेरै नदेखेका जेन्जीहरू पनि जो भोलि ग्रासरुटमा चुनावको लागि काम गर्छन्, यो एजेन्डा इस्टाब्लिस गर्नको लागि काम गर्छन्, ती धेरै नेताहरू हुन् यो आन्दोलनले जन्माएका। तपाईँलाई लाग्छ फागुनमा चुनाव हुन्छ? फागुनमा चुनाव हुनुपर्छ, किनभने हामीले मुभमेन्ट पछाडि यो अहिलेको सरकार भनेको अघिल्लो मुभमेन्टभन्दा पछाडि चाहिँ पुरानो र नयाँ शक्ति मिलेर सरकार बनाउने र कम्प्रोमाइजको सरकार बन्ने खालको स्थिति हुन्थ्यो। जस्तो पछाडि चाहिँ 62-63 को आन्दोलन पछाडि पनि दलहरू र माओवादी मिलेको जस्तो। तर यो पटक चाहिँ कम्प्लिटली यो नागरिक सरकार हो र यो जेन्जीहरूले रोजेको सरकार हो र यो सरकारले चाहिँ चुनाव चाहिँ टाइममा गराउनुपर्छ। यो सरकारले चुनाव टाइममा गराएन भने चाहिँ त्यो अलिकति त्यसले यो आन्दोलनको रापताप घटाउने खालको काम गर्न सक्छ। त्यही भएर चुनाव चाहिँ फागुन 21 मै हुनुपर्छ। फेरि सर्दाखेरि अनेक खालका संवैधानिक सङ्कटका कुराहरू पनि छन्, अनि अरू पार्टीहरू जसले अहिलेबाट यो सरकारको एक खालको भ्यालिडिटीमाथि क्वेसन गरिरहेछन्, उनीहरूलाई सहज बनाउने काम हुन्छ। त्यसले त्यो गर्यो भने त्यो सायद सरकार पनि त्यो चाहन्न, अरू जेन्जीहरू पनि त्यो चाहँदैनन्, र चुनावमय वातावरण हुँदै जाँदाखेरि दलहरू पनि त्यो चाहँदैनन् जस्तो लाग्छ। चुनाव भयो, तपाईँले भने जस्तै टाइममा भयो, तर फेरि सरकारमा सत्तामा पुरानै दलहरूलाई गठबन्धन गरेर वा पुराना दलहरूकै आफ्नै ल्याकत वा ताकतमा सत्ता वा राज्य सञ्चालन हुने खालको माहौल जनमतले दियो भने त्यसपछिको त्यो चाहिँ त्यसमा कस्तो हुन्छ भने मलाई चाहिँ त्यो विश्वास छैन। कुनै पनि विद्रोह पछाडि चाहिँ नेपालको हिस्ट्रीमा हरेक पटक नयाँ शक्तिलाई पनि एक खालको विश्वास गर्छन्। नेपालको जस्तो 62-63 पछाडि माओवादीलाई त्यो मत आयो, त्यस पछाडि मधेसवादी शक्तिहरूलाई त्यो मत आयो, बहुदल पछाडि पञ्चायती व्यवस्थाको अन्त्य पछाडि कङ्ग्रेसलाई कम्युनिस्टहरूलाई त्यो मत आयो। सो एकपटक नयाँ शक्तिलाई त्यो खालको मत दिन्छन्। अब अहिलेको भनेको वैकल्पिक शक्तिहरूले त्यो मत पाउँछन् जस्तो लाग्छ, र फेरि पहिला जस्तो सङ्गठनै एकदमै धेरै परिचालन भएर त्यसले मत कन्भर्ट गर्ने स्थिति अहिले छैन। अहिले चाहिँ सोसल मिडियाले तपाईँको प्रचार प्रसार मात्र होइन, हाम्रो माइन्ड पनि सोसल मिडियाले गभर्न गर्छ। अहिले तपाईँले धेरै मान्छेहरूलाई सोध्नुभयो भने उनीहरू कसको कुरा गर्छन् त? रविको कुरा गर्छन्, कुलमानको कुरा, बालेनको कुरा, हर्कको कुरा गर्छन्। तर तपाईँले नाम लिएका यी पात्रहरू एक ठाउँमा छैनन्। अब यो चाहिँ सबै मान्छेहरू एकै ठाउँमा आउन अलिकति समय लाग्न सक्छ। जस्तो कि माले र मार्क्सवादी 46 सालपछि एक भए, कङ्ग्रेसहरू प्रजातान्त्रिक शक्तिहरूलाई सकभर एकजुट गराउनमा त्यो बेलाको संस्थापन पक्षी लागि परेको हो, समहाउ सफल पनि भयो। कङ्ग्रेस त्यही भएर पहिलो दल भयो, एमाले दोस्रो दल भयो। एमाले शक्तिशाली भएको वा साङ्गठनिक रूपमा आफ्नो सत्ताको बागडोर सम्हाल्ने लाइनमा गएको त्यहाँबाट एकता भइसकेपछि, एक भइसकेपछि भन्ने इतिहास देखिन्छ। तर अहिले मान्छेले कुलमानको नाम लिन्छ, रवि लामी छानेको नाम लिन्छ, हर्क साम्पाङको नाम लिन्छ, गोपी हमालको नाम लिन्छ। तर यिनीहरूका त आफ्ना आफ्ना दलहरू, अझै 2 दर्जन 3 दर्जन दलहरू, नयाँ नयाँ दल। तर यस्तो छ, यिनीहरू एक ठाउँमा कहाँनिर छन् भने पुरानो दलहरूलाई सत्ता दिनुहुन्न भन्ने कुरामा एक ठाउँमा छन्। त्यो एकदमै स्ट्रङ कुरा हो। जस्तो उहाँहरू पुरानो पार्टीहरू सत्तामा फर्किनुहुन्न भन्ने एक ठाउँमा हुनुहुन्छ भने चुनाव जति नजिकै जान्छ, जस्तो सकेसम्म पार्टी एकता गर्ने, अब हामीले राजसभा र विवेकशीलको एकता पनि देखिहाल्यौँ। त्यस पछाडि पनि मिलेर चुनाव लड्नुपर्ने दबाब आउँछ नै, र मानव चुनावै पनि फरक केही जस्तो सबै अटाएनन् र केही पार्टीहरू छुट्यो भने त्यो भनेको पोस्ट इलेक्सनको गभर्मेन्ट फर्मिङको बेलामा मिनिमम प्रोग्रामहरू बनाउने बेलामा चाहिँ यिनीहरू एक ठाउँमा आउँछन्। यो चाहिँ कहिलेकाहीँ चाहिँ यसरी फरक ठाउँमा बस्दाखेरि पनि यसले ठुलो जनमतहरूलाई चाहिँ प्रभाव पारिरहेको हुन्छ।
जस्तो मानव हरको चुनाव टाइममा हुन्छ, अहिलेको नागरिक सरकारले तोकेको टाइममा हुन्छ भन्ने कुरा पनि आशावादी हुनुहुन्छ। त्यसपछिको मत परिणाममा चाहिँ नयाँ शक्तिहरू वा वैकल्पिक शक्तिहरूकै राम्रो खालको नतिजा आउँछ। मलाई त्यसमा पुरानालाई हराएर नयाँ समूहहरूलाई नयाँ शक्तिहरूलाई जनताले रुचाउनेछन् र सत्तासीन गराउनेछन् भन्ने कुरामा त्यसको 2-3वटा मेरो आधार छ त्यो भन्ने पनि। जस्तो एउटा त यो विद्रोह जुन भयो त्यो एउटा आधार हो, जुन चाहिँ 27 घण्टामा कसैले नसोचेको समय सीमामा भयो। र दोस्रो नेपालको अर्बनाइजेसन जति धेरै बढ्छ उति धेरै पुरानो पार्टीको चाहिँ सत्तामा तपाईँको चाहिँ पहुँच भनौँ न त्यो क्षेत्रमा पहुँच कम हुन्छ। जस्तो काठमाडौँमा हेर्नुभयो भने काठमाडौँमा पुरानो पार्टीहरूलाई चाहिँ मेयरको चुनावमा पनि संसदीय चुनावमा पनि अथवा समानुपातिकै मतमा पनि एकदमै कमजोर देखिरहेको थियो। त्यो भनेको जति बढी अर्बनाइजेसन भयो त्यति धेरै पुरानो पार्टीहरूले कम भोट पाएको देखिरहेछ। अर्को चाहिँ अहिले सोसल मिडिया, अलि पहिला चाहिँ त्यो एउटा सामान्य प्रचारको माध्यम मात्र थियो, अहिले सूचनाको माध्यम हो। सूचनाको माध्यम हुँदाखेरि चाहिँ त्यो हिसाबले पनि अब उनीहरूले त्यो जुन सङ्गठनले होल्ड गर्ने मत छ त्यो चाहिँ असाध्यै घट्या छ र यो चाहिँ चुनावमा देखिन्छ। यो 3-4वटा कारणहरूलाई हेर्दाखेरि चाहिँ मलाई अबको चुनावमा यो वैकल्पिक शक्ति नै बलियो भएर आउँछ जस्तो लाग्छ। अब बलियो भने फेरि हङ पार्लिमेन्टमा कसैको बहुमतै आउँछ भन्न सकिँदैन, तर योभन्दा पछाडि जुन मिनिमम प्रोग्रामहरू बन्नेछन् अथवा नयाँ सरकार बन्नेछ त्यसमा चाहिँ यी नयाँहरूको भोइस चाहिँ बलियो भएर आउँछ। भने पुरानो पार्टी कम्प्लिटली सिद्धिन्छन् भन्न खोजेको होइन, उनीहरू पनि एउटा मत लिएर आउँछन्। किनभने एकैपटक पार्टीको संरचना भएको पार्टी, इतिहास भएको पार्टीहरू एकैपटक सकिँदैनन्। तर न्यारेटिभ कतातिर जान्छ अथवा नयाँ सरकारले कस्तो प्रोग्राम गर्छ भन्नेको, जस्तो काठमाडौँ महानगरमा पनि त मेयर मात्र नयाँ हो नि, मेयर मात्र स्वतन्त्र हो, अरू त सबै जो वडाध्यक्षहरू कार्यपालिकामा छन्। तर त्यो सबै मान्छेहरू त पुरानै पार्टीबाट काम गर्दा पनि आज काठमाडौँ महानगरले किन काम गर्न सकिरहेछ भने त्यसको मियो चाहिँ नयाँतिर छ, नयाँ छ, वैकल्पिक छ। हुन्छ, एकदमै हामी फेरि कुराकानीका केही अब 1-2टा केही बुदाहरू छन् जहाँ तपाईँसँग म कुरा गर्छु, तर अहिले ठ्याक्क खाना खाने टाइम भएको छ। हामी खानातिर लाग्छौँ, त्यसपछि हामी खाना खाइसकेपछि गफ गर्दै फेरि फर्काउँछौँ। हुन्छ, हस्। कस्तो लाग्यो त? खाना ठिक हुँदै मिठो थियो। पहिला पनि हामी यही खाथ्यौँ, थाकेर आएर नि होला। तपाईँहरू काठमाडौँको पोखरामा त हाइकिङको सर्ट रुट्सहरू धेरै देख्छु मैले, म बाबु नानी परिवारसहित पनि गइरहेको हुन्छु। काठमाडौँमा बस्ने तपाईँहरू युवाहरू वा परिवारजनहरू कहाँ जानुहुन्छ? अब यो तारेभिरमा चाहिँ हामीले बाटोमा पनि धेरै परिवारहरू आएको ड्राई पिकनिक गरेको देख्यौँ। यता अरू पनि रुट्सहरू छन्, तर यो रुटहरूमध्ये चाहिँ यो अलिकति छोटो समयमा 1.5-2 घन्टामै सकिने खालको, अनि फेरि ठ्याक्कै बाइक पनि पर्ने खालकै रुटमा छ नि त। तल ल्यायो सट्ट बाइक रोक्यो अरे, बिचबिचमा बस्दै गफ गर्दै आउँदा पनि हामी 1.5 घन्टामा आइपुग्यो। हुन्छ, अब हामी कुराकानी गर्दै फेरि तल जान्छौँ। गफ गर्दै जानु नै छ। ल, हामी अब ओर्लँदैछौँ, अब कुराकानीलाई जोडौँ है। हुन्छ। अब नयाँ पुस्ता के चाहन्छ सरोजजी? तपाईँले जेनजी आन्दोलनलाई पनि नजिकबाट निहाल्नु भएको छ। नयाँ पुस्ता जस्तो केही कुरा गर्दाखेरि उनीहरू चाहिँ एकदम रिजल्ट चाहन्छन्, नतिजा चाहन्छन् होइन, अनि ढिलासुस्ती चाहँदैनन्, सुशासन चाहन्छन् होइन। र उनीहरूको धेरै जसो आउटपुट चाहिँ देखिने गरी हुनुपर्छ कि। र यसो हेर्दा यसलाई अलि ठुलो थिमबाट हेर्दाखेरि चाहिँ आइडियोलोजी पातलो भएको र कार्यक्रम बलियो भएको चाहन्छ। आइडियोलोजी पातलो भएको र कार्यक्रम बलियो भएको। पातलो भन्नाले के? पातलो भनेको जस्तो पहिला चाहिँ हाम्रो एकदमै आइडियोलोजीकै जार्गन पोलिटिक्स यस्तो कुराले ड्रिभन गरिरहेको थियो नि, त्यसले गर्दा चाहिँ हामीलाई एक्चुअल के भन्छ डेलिभरीको कुरामा चाहिँ कहिले पनि दलको अथवा राज्य सञ्चालकको ध्यान गएन होइन। त्यसले चाहिँ फ्रस्ट्रेसन क्रिएट गर्यो कि। अब उनीहरू सबै कुराको रिफर्मै कहाँबाट सुरु हुन्छ भने पहिला चाहिँ पोलिटिकल्ली आइडियोलोजी पातलो होस् भनेको, आइडियोलोजी तपाईँ कता हो भने त क्लियर होस्, तर तपाईँ त्यसमै अल्झेर नबस्ने खालको, र त्यसले ड्रिभन गर्ने प्रोग्राममा चाहिँ तपाईँ धेरै केन्द्रित भएको खालको। त्यही भएर अहिले पनि तपाईँले हेर्नुभयो भने एकदमै धेरै अहिलेको रुचाइएको नेताहरू कस्तो छ भन्दा टेक्नोक्राटहरू छ, इन्जिनियरहरू छ, अथवा सडन पब्लिक कम्युनिकेटरहरू छ,
जसले चाहिँ राम्रो के भन्छ डेलिभरी गरेर उनीहरूले प्रमाणित गरेका छन् त्यो खालको खोजिरहेछ। अनि त्यो चाहिँ फेरि के हो भने अब पहिला चाहिँ सूचना सञ्चारको यो खालको विकास भएको थिएन। अहिले चाहिँ मान्छे स्क्रिनमा भयो भने देखाएको छ नि सबै कुरा। अनि हाम्रोमा किन भएन भन्ने प्रश्न उसले गरिरहेछ कि। अनि त्यो प्रश्न के जवाफ भनेकै सुशासन हो। अनि त्यो धेरै ठुलो जार्गनहरूमा चाहिँ नअल्झिने हो र डेलिभरी गर्ने हो। अब त टेक्नोक्राटहरू जसले विभिन्न किसिमको भूमिकामा आफ्नो योगदान दिएर वा सफल भएर आए नि, उनीहरूलाई जनताले त मन पराए, युथले मन पराए होइन। तर राजनीति त जनताको माझमा हुन्छ, जनताको बिचमा हुन्छ। जति पुराना दल र पहिलेका स्थापित र सफल भएका नेताहरू जनप्रिय थिए, लोकप्रिय थिए होइन। उनीहरू जनप्रिय पनि थिए, लोकप्रिय पनि थिए र उनीहरू रहन्थे, बस्थे, सुत्थे, खान्थे, पढ्थे, हिँड्थे, बोल्थे, लड्थे जतिखेर पनि जनताको माझमा। त्यो चाहिँ अलिकति कमी अहिलेको उनीहरूले रुचाइएका नेताहरूलाई पनि पार्टीको लिडरको रूपमा नमानेको वा पार्टी नै बनाउनको लागि वा अबको नयाँ पुस्ता नयाँ युगको चाहिँ यिनीहरू महानायक हुन् वा स्थापित नेता हुन्, यिनीहरू नै हुन् महान नेताहरू भनेर भित्रैबाट जनताले अलिकति बेनिफिट अफ डाउट होइन, यिनीहरू हामी माझै आउँदैनन्, हाम्रो जस्तो बोली बोल्दैनन् होइन, हाम्रो जस्तो कपडा लगाउँदैनन्, हाम्रा खेत आलीहरूमा पनि देखिँदैनन्, हाम्रा बाटोघाटोहरूमा पनि देखिँदैनन्, सामाजिक सञ्जालमा आउँछन्, युट्युबमा आउँछन्, चर्का कुरा गर्छन् होइन, ठिक गर्छन्, मन परेकै कुरा गर्छन्। त्यो चाहिँ पब्लिकमा त्यो खालको बेनिफिट अफ डाउट रहनु र त्यसको फाइदा अब आउने चुनावमा पनि पुराना दलहरूकै नेताहरू जो जनताकै माझमा बसेर जनताकै माझमा हिँडेर जनतालाई झुक्याउनमा खप्पिस छन् नि, उनीहरूले फाइदा लिन सक्ने भएन। त्यसमा चाहिँ पोलिटिक्सको इनोभेसनवाला मोडलमा चाहिँ काम नभएको भएर हो कि। जस्तो अघि तपाईँले भनेको एउटा सोलिड जनतासँग जोडिने मोडल भयो होइन, जस जनताको खेत खलियानमा पुगेर उहाँहरूको दुःख के छ, सुख के छ होइन, त्यो चाहिँ एउटा मोडल, राम्रो काम गरेको मोडल हो। फेरि पोलिटिकल्ली त्यो राम्रो मोडल हो जनतातिर जाने कुरा। त्यसको अल्टरनेटिभमा चाहिँ अरूले जस्तो उनीहरूले ठुला दलहरूको तपाईँको कुशासनलाई चाहिँ च्यालेन्ज गरे, तर त्यसको अल्टरनेटिभ मोडल चाहिँ इभल्भ हुँदैछ कि। इनोभेटिभ मोडल के हो त, पब्लिकहरूसँग कसरी कम्युनिकेट गर्ने हो होइन। त्यो मोडल चाहिँ डेभलप नभइसक्दाखेरि तपाईँले भने बेनिफिट अफ डाउट त अभियस त्यो चाहिँ के भन्छ देखिन्छ। त्यो मैले पनि देख्छु, किनभने टेक्नोक्राटहरू एक त पोलिटिकल्ली अलिक अनकम्फर्टेबल हुँदैनन् धेरै। उनीहरूले त्यो पब्लिक कम्युनिकेसन त्यो जे कुरा हुन्छ पोलिटिकल पब्लिक कम्युनिकेसन त्यसमा विक नै हुन्छन् होइन, सर्टेन केही पात्रहरू छोडेर। त्यो तपाईँले भने त्यो मलाई पनि लाग्छ, म पनि त्यो कुरामा अग्री छु। अब पछिल्लो क्रममा त एउटा शब्द निकै पपुलर भयो, लुसिफर, जुन आफैमा नूतन शब्द थियो, नयाँ शब्द थियो। तर अझै पनि केपी ओलीलाई सबैभन्दा राष्ट्रवादी नेता, त्यो पनि राजा महेन्द्रपछि भन्ने एकजना विश्लेषक वा विद्वानले उत्पादन गरेको, निर्माण गरेको शब्द यति धेरै पपुलर भइरहेको छ। त्यो चाहिँ कस्तो हुँदो रहेछ भने पुरानो सत्ता चाहिँ रिभोल्ट भएपछि छटपटाउँछ र छटपटाउँदाखेरि जस्तो त एमाले मात्र छटपटाउँदैन, कङ्ग्रेसभित्र अथवा राजावादीभित्र, माओवादीभित्र ती सबै छटपटाएकाहरूले चाहिँ त्यो एउटा खुराक पाउँछन् कि। त्यो खुराकलाई उनीहरूले सबै मिलेर प्रचार गर्छन्। त्यो भने चाहिँ नयाँ फोर्सहरूले के सोच्नु पर्यो भने जनता उनीहरूको पक्षमा, माहौल उनीहरूको पक्षमा भयो भने त्यो जति बेला पनि उनीहरूले त्यसको काउन्टर आउन सक्छ भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्ने कुरा हो। तपाईँले भनेको एकदम सत्य कुरा। त्यो हाम्रो धर्म संस्कृतिभन्दा बाहिरको कुनै एउटा मिथक पात्रलाई लिएर आएर होइन, जो यहाँको सबभन्दा राम्रो डेलिभरी गरेछ त्यो मेयरको चाहिँ त्यो नि फेरि इन्टेलेक्चुअल भनिनेहरूले नै त्यो बदनाम गर्न खोजे र त्यसलाई चाहिँ क्यारी अन गरेर कुद्नेहरू धेरै रहेछन् नि त। सो यसले चाहिँ त्यो भने रिभोल्ट पनि हुनसक्छ भन्ने कुराप्रति पनि सचेत हुनुपर्छ जस्तो लाग्छ। अझै केही कुराहरू म सोध्छु, तर अब अगाडि बढौँ, थोरै तल गएर बिसौनीमा हामी कुराकानीलाई बिट मारौँला है। ल सरोजी, अब छुट्ने बेला पो आएछ, ल हेर्नुहोस् त, सन इज अबाउट टु सेट डाउन है। एकदम रमाइलो पनि भयो आज। हामी बिहान 8 बजे भेट्यौँ होइन,
सूर्योदय हुँदै थियो 8 बजे भेट्यौँ उकालो उक्ल्यौँ दिनभरि गफ गऱ्यौँ खाना खायौँ कुराकानी गऱ्यौँ फेरि फर्केर आउँदा अब सूर्यास्तको टाइम भइसकेछ एकदम रमाइलो भयो दाइ मजाले इट वाज रियल्ली नाइस अनि गफ पनि रमाइलो भयो भेट धेरै पछाडि भएको थियो डे हाइक नै आइयो गफ गरियो बहुत रमाइलो भयो दाइ सेम हियर लाइक इट वाज रियली ग्रेट हाइकिङ विथ यु एन्ड टकिङ टु यु अनि फेरि कुनै बेला कुनै प्रसङ्गमा फेरि obvious thank you दाइ ल have a great time thank you